कस्तो कस्तो मान्छे देशमा प्रधान न्यायाधीश भएछन्, कस्तो कस्तो मान्छे। बचाउन सेनाले बचायो भन्दा किन बचाउने भनेर उफ्रिने मान्छे प्रधान न्यायाधीश भएका रहेछन् यो देशमा। कठैभरि देशको हालत। त्यस्तै मान्छे फेरि प्रधानमन्त्री भएका छन्, त्यसै बापत। यसको जवाफ दिनु परेन प्रधानमन्त्रीज्यू? त्यो क्यासेट के हो, त्यो जवाफ दिनु पर्यो। मजाक हो यो? तसर्थ मैले अस्ति पनि भनेको थिएँ, आतंकको राज, यो त आतंकको राज भयो, त्रासको राजनीति भयो, तर्साउने कुरा भयो। डरो मुटु भएकाहरू तर्सिँदैनन्, कमजोर मुटु भएकाहरू तर्सेलान्। नेकपा एमाले तर्सिँदैन, नेपाली जनता तर्सिँदैन। म तपाईहरुलाई भन्न चाहन्छु, नेकपा एमाले तर्सिँदैन। विधिको शासन फर्किन्छ, फर्काउनु पर्छ, फर्काइन्छ। तर्सिँदैन नेकपा एमाले। यस्तो राजनीतिक अवस्था देशको छ, यति अस्थिरता, यस्तो अराजकता, विधिहीन अराजक शासन र अर्थतन्त्र ध्वस्त छ। भ्रष्टाचारका ठुल्ठुला काण्डहरू पेपरले बाहिर ल्याइराखेका छन्, सामाजिक सञ्जालले बाहिर ल्याएका छन्। सामाजिक सञ्जाललाई धम्काउने, थर्काउने कारबाही गर्ने होइन, बाहिर ल्याए बापत जवाफ दिनुस्, जवाफ दिनुस्।